अनि सुन चाहिँ के गरेर लगेर बिचारा म त हाम्रो फ्यामिलीबाट सबै भाउजूको सपोर्टमा छन् तपाईलाई के छ दिदी चाहे आमा होस् चाहे जसुको सबै भाउजूको सपोर्टमा छन् यो हिजो त्यो हेर्न जानु आमाहरूलाई गाउँभरि के पठाएको छ भनेर यो ब्लेस यु भन्नेलाई यो तँलाई म मन त्यो मुड दिन्छु यो ब्लेस यु भन्नेले के भन्दैछ मलाई भन्नु पर्दैन बस्यो मलाई बहिनी भन्नु पर्दैन मलाई बहिनी नि भन्नु पर्दैन मलाई केही भन्नु पर्दैन नउडाउनु दिनु मलाई बहिनी भन्नु पर्दैन म आमा बाँचुन्जेल आमालाई आमा भन्छु खास सिद्धो मेरो आमा हुन्जेल आमा भन्ने हो एउटा आमा र छोरा छन् त्यति हो मेरो लागि मलाई अब कोही पनि चाहिएन म दमैसँग जाऊँ कि सार्कीसँग जाऊँ कि कामीसँग जाऊँ नेभर त्यो मतलब कसैलाई मतलब भएको कुरा होइन मेरो लाइफ मेरो चोइस हो न दाजुभाइले मलाई दुःख पर्दा पाल्ने हुन् न मैले दुःख पर्दा हेर्ने हुन् जब मेरो छोरो अपरेसन थिएटरमा हाल्दा दाजु मेरो दराजमा पैसा छ जाऊ न ल्याइदेऊ भन्दा त मेरो छोरो भर्ना गर्न के अरे अपरेसन थिएटरमा हाल्दाखेरि नल्याइदिने मान्छे मलाई कोही पनि चाहिँदैन सिधा कुरा अहिले त झन् भाउजूले दुःख पाएको देखेर कोही पनि चाहिँदैन मलाई मेरो रुममा एउटा सामान छैन मेरो छोराछोरी रातेर भएको यसको हिसाब हुन्छ छोराछोरी त खाना लाउन नपाएपछि लिएर हिँड्न पाइन्छ आमाको अधिकार हुन्छ बच्चा कानुनमा गयो भने आमालाई बच्चालाई बोल्न दिन्छ भोलि बच्चाले छोराले बाबाले यस्तो यस्तो हरकत गर्दै भन्ने भने के हुन्छ दाजु बुद्धि पुर्याउनु तपाईँ अहिले आवेशमा आएर मलाई गाली गर्नुहुन्छ गाउँ समाजलाई के पठाउनु भएको छ आफन्त काका बाउका छोरीहरूलाई के गाली गलोज गर्नु भएको तपाईँलाई आफन्त चाहिँदैन मैले अहिले राम्रो मुखले भन्छु म कसले गाली गर्दिनँ मलाई गाली गर्न छोडिसकेँ म टिकटकमा नै आउन छोडेको अहिले भाउजू देखेर मलाई हिजो फोन गरेको उठाउनु भन जे भने घरको जेठी बाठी भाउजू हो सबैले मानिराखेका छन् चाहे हामीलाई कन्न पछाडि राम्रो भनौँ नराम्रो भनौँ अहिलेसम्म भने होइन हेर्न थाहा छ 12 गते हेर तपाईँको प्रुफ नि हामीले राखेको छ लगेर देखाउँछन् नि भाउजूले होइन देवीका बहिनीले गर्दा दाइको घर कसरी बिग्रियो हो दाइको घर चाहिँ यार अब के भन्छ हौ यो केटीहरू नि त्यस्तै बोल्छ हौ बिचरा साबित भाइ भाइ टिकाले सब भन्छ काले भाइसँग बोलेको अरे टिकाले सब भन्छ काले भाइसँग बोलेको तर आएर तँ जस्तो छान्ने हिँड्ने भाउजू परेन त्यो त नभन् त्यो टिका कुन गतिले हो र जडिने त्यसलाई यो लिएर यहाँ ल्याउनु त भरतसँग सुते भन्ने सूर्यसँग सुते भन्ने सागरसँग सुते भन्ने जोसँग सुते भन्ने लाज लाग्दैन अहिले काले भाइसँग टाँसो लगाउने यी छ काले भाइ हेरिराख कहिले बोलेको छ प्रुफ मोबाइल चेकिङ हुँदैन टिकाले देखेको फोटो यो टिकालाई फेरि म काठमाडौँमा टिक्न दिन्न टिकाले गरेको रे भाउजू सुन्दै हुनुहुन्छ यहाँ टिकाले गरेको रे देख्नुभयो अहिले त्यो जडिनीले गरेको रे पोइ मरेको 15 दिनमा भएको छैन के अरे पोइ खोज्दै बिहा गर्ने मान्छे तँलाई गतिले भयो भाउजूलाई आरोप लाउनलाई छ्या कसरी भन्न सकेको अहिले त्यस्तै गरेर अहिले के टिकालाई पख अहिले म ठिक ठाउँमा ल्याउँछु अहिले म त्यसलाई ल्याउँछु यहाँनिर लाइभमा मेरो लाइभमा बर्बाद दाइले मुद्दा लगायो तेरो भाउजूको चोइस के गर्छ गर्दैन अहिले त फेरि अर्कै केटी भरत मेरो हो भन्दै थियो त भाउजू अरे कुरा चाहिँ साई चाहिँ त्यति वर्ष भयो बिहे भएको बाबु नानी छ किन यो कुरा सुन्नुहुन्छ र मैले के हो त आफूले गर्न हुने बुढीले गर्न नहुने बुढीलाई माया गरेको बोले रे त त्यो त लाइभमा बसेर काले भाइले देखाएको भिडियो हो टुक्कै भाउजूले पर्सनल नगरेर हेरेको भिडियो तँलाई लाज लाग्दैन अहिले हुने कुरा बोलै मलाई रिस उठ्छ नि त्यस्तो कुरा माई लाइफ माई रुल्स यो देवीका बहिनी फेरि बोल्न पाउँछ देवीकाले बोल्न पाउँछ भदै नै भाउजू दाइ सबै जोडिएको छ यो दुईटालाई तानेर चाहिँ म झगडा गर्न चाहिँ दिन्न भरतैसँग यो देवीकाले चाहिँ एकै ठाउँ चाहिँ राख्दैन यो झगडा गरी दुनियाँले हाँस्छ कि मान्छेले एउटै घरको होइन म नराम्रो उसले दाइले यस्तो हो मलाई दाजु हो नराम्रो भने नि भन्नु अब मलाई भयो सम्झाऊ है मैले साबित्र छोटो अब मसँग बिहे गर भनेको छ न शिक्षा टिकासित त्यस्तो छ भने देखाउनु भरत भाइ अब हामी साबित्र सबै सही भन्दिनौँ तिमीले प्रुफ पुर्याउन सक्यौ भने न्यायालयमा तिमीलाई दिन्छ नि
यदि सावित्राले त्यस्तै छ भने तिमीले प्रुफ पुर्याउन सक्यौ भने अदालतले पनि त हेर्छ नि बाबु, दिनु लगेर ठिक हो। यदि गलत गरेको रहेछ भने सावित्राले उसले पनि त पाउन पर्छ पनिसमेन्ट, उसलाई पनि हुन पर्छ। ठिक छ, तिम्रो तर्फबाट राम्रो प्रुफ लिएर जाऊ, ठिक छ, उसले भन्न पाउँछ भनेर चाहिँ दुईजना एक अर्कामा प्रतिवादी हो नि त। सुन्न देवी कि प्रतिवादी हो यिनीहरू दुईजना। अब भरतले मुद्दा लगाइसकेको छ, प्रतिवादी हो, राम्रो त भनिँदैन। ठिक छ, तिमीले प्रुफ लिएर जाऊ, भइहाल्यो। त्यही त छोराछोरी तिम्रो हक तिम्रै उमा पर्छ। छोराछोरी अब तिमीले छोड्ने भनेको सावित्रालाई, सावित्राले डिभोर्स दिन्छ दिँदैन उसको कुरा है। त्यति हो कुरा कि झगडा चाहिँ नगर तिमीहरू। टिकाको कुरा सुन्नुहुन्छ र यो टिका भनेको हरामी आइमै हो। को चिन्दिन त्यो टिका चाहिँ म फेरि देवी होइन भाउजूसँग बोलेको म यहाँकै म्यासेजको म त नराम्रो बोलेको छैन, भाउजूसँग त बोल्न पाउँथ्यो। राम्रै बोलिरहेको छ यसले पनि, देविकाले पनि नराम्रो केही बोलेको छैन, केही बोलेको छैन, इज्जत साथ बोलेको छ दाइलाई। अब 12 गते मेरो छोरा, अब 12 गते मेरो छोराछोरी लान्छु अरे बिचारा भरत हुँदैन नि। छोराछोरीले जोसँग बस्छु भन्छ त्यसैलाई नै दिन्छ नि भरत। त्यो त सोध्छ नि त। अब 18 वर्ष मुनि उनीहरूले नागरिकता नपाई भन्दा अगाडि त आमाकै हक लाग्छ नि, तिमीले लान्छु भनेर हुँदैन नि भाइ। छोराछोरीलाई सोध्छ त्योसँग बस्ने, त्यो पनि डिभोर्स पछिको कुरा हो भाइ। अगाडि त बच्चा बच्ची जोसँग जान्छ उसैसँग जान पाउँछ, त्यसरी लान्छु तान्छु भन्न पाइँदैन नि भाइ, मिल्दैन नि। केही भन्दिनँ, लिन्न तिमीहरू दुइटा झगडा गर्छस् पर्दैन दिदी मलाई। तिमीलाई लिन्न म लिन्न। तिमीले अस्ति मलाई सरी दिदी अब के बोल्दिनँ भने चाहिँ म तिमीलाई कहिले केही नराम्रो पनि भन्दिनँ। यो तिमीहरूको फ्यामिली म्याटर हो, तिम्रो कुरा पनि गर्दिनँ भाइ। दिदी के छोड्दै यो कुरा अर्काको बारे होइन नि त मेरो त, मैले त बोल्न पाउँछु नि होइन दिदी। यो त घर परिवारको कुरा हो, तर अलिक विचार गरेर बोल्देवी क्या त दाइ छ यहीँनेरि। होइन मैले नराम्रो बोले होइन दाजु, त्यस्तो आरोप लाउनु भन्दा आफूले गल्ती गरेर अर्कालाई गल्ती त्यस्तो गरेर हिँड्ने मान्छे होइन नि त भाउजू, त्यस्तो होइन नि त दिदी। अनि त्यो आरोप सबै कहिले सुन्न देवीको एउटा कुरा तँलाई 100% भाउजूको जिम्मा तँ लिनु सक्दैनस्, त्यो पनि नभनिहाल। यदि भरतले प्रुफ अदालतमा पुर्यायो भने त ठिक छ त, अदालतले हेर्छ नि, छोड्दै त्यो पनि नभन्नु। भाउजू कस्तो त एउटा छोरी मान्छे भएर तँले भाउजूलाई सपोर्ट गर्दैछस्। म एउटा छोरी मान्छे उसको दुःख बुझेर मैले सावित्रालाई सपोर्ट गरेको 100% सबै सावित्रा सही भन्न पनि हुन्न कि, किनभने यो अदालतमा पुग्ने कुरा हो कि भोलि उसले अदालतमा जिम्मा दिन्छ भरतले। यदि गलत गरेको सावित्राले हो भने उसले पनि त पाउँछ नि, भरतले पनि न्याय पाउँछ नि त। ठिक छ त है, म सबै सही चाहिँ फेरि भन्दिनँ है म चाहिँ। होइन यस्तो कुरामा त काले भाइसँग बिहा गर्छु तँलाई यस्तो देखा उस्तो देखा, यो चाहिँ म ग्यारेन्टी तान्दिनै मन त होस् भाइ, तान्दिन ल म चिन्दिन, त्यो कुरा बढेर जान्छ। जोड्दिन नै सबै रोइला देखाउँदैन, नबोले तिमी अब यो विषयमा छोड्दै ल। टिका भन्नेलाई जोड्नु रे त जोडिनेलाई लिनु अरे यो राजु गिरी काले भन्ने हो दिदी लिनु हो तानमलाई के भन्दो रहेछ र यो भाइले, यही भाइसँग जोडिएको कुरा हो। भाइ एकदम राम्ररी बोल्नु ल, म निकालिदिन्छु म रोइला हुन्छ। बोल्दैन नराम्रो त्यो जान खायो भने मात्र बोल्दैन के। भन त के रहेछ भन त। म कोही होइन, म यहाँ होइन। दिदी नमस्ते। नमस्ते नमस्ते राजु, के छ खबर? सुन्छे छौ? राम्रो चिन्छु। आजभन्दा 2 वर्ष पहिला नि तपाईँलाई दिदी म क्याटरिङ सुपरभाइजर काम गर्छु होइन, म अबुधाबीमा थिएँ। अहिले पनि म त अबुधाबी 9तिर छु होइन। राम्ररी समय राख्नु पर्थ्यो नि यार, रात दिन मलाई किन भरत अहिले तान्छु म भरत, तर एकछिन बस्न ल, अब यो रोइलो हुन्छ हो। होइन दिदी एउटा प्रश्न सोध्छु, काले भाइ तिमीले सावित्रीलाई भरतलाई छोड्दै मलाई बिहा गर्छु भने हो? ए दिदी कुन हिसाब कुन एंगलले भन्ने यार, कस्तो मेरो घरमा छोरो छ मेसेज छ भनिरहेको त। मैले त्यसलाई मेसेज प्रुफ लिएर कहाँ जानु पर्ने जा भन्नु न। अदालतमा जान्छु कि नबोल्नु होला। अदालतमा हेर भाइ, अदालतमा गएको छ तिम्रो कारणले केस पर्छ। ए दिदी मतलब भएन यार, मलाई मतलब भएन, मलाई मतलब छैन हो। त्यो प्रुफ ल्याउनु पर्यो कि मेरो आइडीबाट, मैले भन्नु पर्यो नि त्यस्तो यार।
तपाईँहरूको 2-3 वर्षबाट के अरे यस्तो के अरे पुरै टिटल हालेर बसेको छ, दुनियाँलाई के भनेको छ, अनि म कुन हिसाबले के अरे उसँग के अरे म बिहा गर्छु? टिकासित हारे त्यो टिका भन्ने चिन्छ? टिका चिन्छ राजु? खै टिका भन्ने क्या पहिला भरतसँग बिहा गरेको, म भरतसँग बिहा गरेको भनेर टिका हाल्न आएको नि मलाई, त्यही हो क्या। यो सबै बिगार्ने भनेको म तपाईँहरूसँग जोडिएर उसँग बोलो त्यो ग्रुपमा थियो भनेर। सुन न राजु, अब यो कुरा तिमीले यहाँ आएर सफाइ दिन पनि जरुर छैन। यदि तिमीहरू बोलेकै हो भने पनि भोलि अदालतमा जाने कुरा हो, टेन्सन नले। यो सबै सफाइ दिएर यहाँ झगडा गरेर नबस्नु कि लाइफमा है। बोल्दैमा अदालतमा गएर के खासिन्छ दिदी? एउटा चाहिँ मान्छे भएर मान्छेको व्यवहार गर्नुपर्छ, पशुको व्यवहार गर्ने हो। 1 वर्ष 2 वर्षपछि त्यस्तो कुरा आउँछ? हिजोको दिनमा दुःख पर्दाखेरि के अरे मेरो के अरे डल्ले खुर्सानी भन्ने अर्को केटीसँग आयो भनेर तिनीहरूले मलाई फोन गर्ने, म एउटा फ्यामिलीको रूपमा म बोलेको, मैले भनेको चाहिँ हाम्रो के अरे देविका दिदीलाई पनि भनेको, हिजोको दिनमा मिना दिदीलाई पनि भनेको, तिनीहरू मलाई खोज्दै गरेर भाइ तिमी त्यहाँ छौ, एकपल्ट के अरे त्यो दाइसँग कन्ट्याक्ट छ, कहाँ हराएको भनेर उसको बुढीले मलाई फोन गरेको हो। त्यो बेला के अरे भरतको बुढीले मलाई के अरे सुन न राजु, एउटा एडिट गरेको फोटो चाहिँ आएको छ मेरोमा, नाङ्गो फोटो है, एउटा नाङ्गो फोटो आएको छ। खोइ कसको त्यो म चिन्दिनँ पनि, मलाई पनि पठाएको चाहिँ थियो। नराम्रो फोटो चाहिँ, फोटो मात्रै चाहिँ स्क्रिनसट मात्रै छ मेरोमा चाहिँ। म त्यो मान्छेलाई पनि चिनिनँ, केही पनि बुझिनँ। त्यो मैले बुझ्न चाहिँ कति बुझेको थिएन। एडिट गरेको होला, एडिट गरेको जस्तो लाग्छ त्यो राजु। त्यो एडिट हो, राजुले भन्न कुरा चाहिँ हो। यस्तो लाइभमा देखाएको हो, ड्युटीमा छु, थोरै बोलेर जान्छु अहिले। राजु तिमी झर त के भन्दो रहेछ भरतले, सुन्छु ल। देवीका त नबाज ल, त निस्किन देवीका, तँलाई अहिले तान्छु भरतलाई निकाल्छु। म चाहिँ यसको एउटा कुरा भनेर जान्छु सर। यहाँ सुन्नु, मेरो नाम नले दाइ, सिधा कुरा। म चिन्दिनँ, किनभने मैले त दुःख पर्दा यस्तो गरिस् उस्तो गरिस् भनेर म अहिले पनि हेल्प गर्नमा भाउजूलाई या तँलाई पनि हेल्प गर्थेँ, गरि पनि राखेको थिएँ होइन। अब आजबाट मैले इभन तँलाई अस्तिबाट बोलाएको हानेछु, मेरो नामै नलि। म चिन्दिनँ, मेरो आमाको कोखबाट जन्मेको होइन भन्, लाज हुन्छ। हेर, मेरो बहिनी भनेर मलाई राडी रन्डी नभन्। त राडी रन्डी जुन आमाले हिजो रेकर्ड सुने नि, राडीको छोरी भनेर पठाइस् नि, त्यो गाउँमा पुगेको छ। त्यो आमाले मलाई हिजो भनेका, मलाई नबोल भने म चाहिँदैन, नबोल त, मसँग बोल्नु पर्दैन, म चिन्दिनँ भन्दै सिद्धो खास। यति मात्र हो मेरो नाम। ल जा अरे उसलाई राजु तिमीलाई गरिदिन्छु, फेरि झगडा हुन्छ ल। के भन्दो रहेछ सुरु ल, आँखालाई एकदम साझा राडी भनिहाल्छ जापाले फेरि। भरत बोक्न छाडै भाइ निकाल्नु दिदी दर्शन के मान्ने भन्। यहाँ सुन्नु न, मेरो कोठामा जब यहाँ सुन्नु न, मेरो कोठा त रुमबाट छाडेर गएको छ नि, ऊ मेरो कोठामा दिदी एउटा कुकर एउटा कराई भन्दा छैन, केही सामान छैन होइन। मैले जहाँ पनि बनाएन, मैले भाडा तिरेको छु, 45,000 रुपियाँ भाडा तिरेर राखेको छु होइन। अहिले त्यो कोठा दुईटा सिङ्गल, दुईटा खाट छ, एउटा दरा छ दिदी, त्यति हो। अरू सामान केही छैन भाइ, भरे फोटो खिचेर हालिदियो भने म हालिदिन्छु होइन। अहिले मेरो छोराछोरी, मेरो छोराछोरी पैसा पठाइदिए बाबा भन्छ, म पैसा कहाँ पठाइदिने, मैले कसलाई पैसा पठाउने, मैले कुन के स्कुलमा गएर जा भनेर भन्छु, म त्यो स्कुलमा आउँछु भन्दा नि मलाई स्कुलको लोकेसन दिँदैन, हो कि होइन भन्नु दिदी। यो काले भाइले बकाइदा खुद भनेको छ टिका। यहाँ सुन्नु, टिकालाई के भनेको छ भने, टिकालाई के भनेको छ भने मैले त्यसलाई छोडेँ, त तिमी मसँग बोल, तिम्रो तलको सबै देखाऊ, म तिमीलाई पैसा हालिदिन्छु भनेको रेकर्ड बकाइदा टिकाको मोबाइलमा छ। त्यो रेकर्ड, भोइस रेकर्डहरू सबै छ। म यो लिएर जान्छु होइन, सबै लिएर जान्छु। म पछि 12 गते म जान्छु, सबै भनेको छ। यदि म तपाईँलाई त्यो भोइस रेकर्ड चाहिन्छ भने पनि म पठाइदिन्छु। मुद्दा भइसकेको छ, जाऊ सफाइ उठै हुन्छ नि, तिम्रो प्रुफहरू लिएर जाऊ। यदि गलत गरेको रहेछ भने त छ नि, अदालतले दिइहाल्छ होइन। काले भाइसँग यहाँ सुन्नु, सावित्रा र टिका काले भाइसँग बोलेको नाङ्गो के अरे उसले सबै भनेको छ, तिमीहरूको एक देखाऊ, म के अरे तिमीहरूलाई पैसा पठाइदिन्छु भनेर बकाइदा भनेको छ। रेकर्ड छ, रेकर्ड गरेर राखेको छ, सबै टिकाले रेकर्ड गरेर राखेको छ। म त केही बोलिनँ है, हो कि होइन थाहा भएन। 100% यहाँ सुन्नु, यदि होइन रहेछ भने मलाई थुकिदिनु होला, मैले खुद देखेको छु। टिकालाई त अझ के भनेको छ भने, सावित्रालाई मैले छोडिदिइसकेँ, त्यसलाई पनि मैले के अरे त्यसले पनि मलाई देखाएको छ, तिम्रो पनि देखाऊ, म तिमीलाई पनि पैसा हालिदिन्छु भनेर बकाइदा भनेको छ कि। बकाइदा टिकाको मोबाइलमा छ, बकाइदा टिकाको मोबाइलमा छ कि।
सागरले सेभ गरेर राखेको छ त्यो फोटाहरू त्यो मेसेजहरू ल अब केही गरौँ भन्यो केही छैन लैजाऊ अदालतमा 12 कहिले हो तिमीहरूको के अरे सुनवाई कहिले हो बर 12 गते बोलाएको छ अनि 12 गते अब त मेरो कुरा छोडेर गएको छ वकिलले भनेको छ सर मैले वकिललाई फोन गरेर हिजो पनि फोन गरेर मेरो यस्तो यस्तो भएको छ मलाई मेरो छोराछोरीले पढ्नलाई पैसा माग्छन् मैले लोकेसन पनि मलाई जुन स्कुल कुन स्कुल हो भनेर म भर्ना गर्न आउँछु भन्दाखेरि मलाई दिँदैनन् भनेर भन्दाखेरि ल ठिक छ झन् तपाईँलाई सजिलो भयो भनेर भने मलाई ए अब हुन्छ अब उहरूले नि वकिलहरूले नै सिकाउँछ नि त यसो यस्तो गर्नु भनेर दुईतिर के वकिल हुन्छ है एउटा आमाले हो यता पनि उसले पनि गर्ला तिमी पनि गर त्यही हो अब के भन्ने हामी तिमीको होइन यहाँ सुन अरे टिकटक लाइभमा बसेर यहाँ सुन टिकटक लाइभमा बसेर छोराछोरीले माग्न सिकाएको छ यार छैन भरत मागेको छैन टिकटक लाइभमा बसेर मैले छोराछोरीलाई माग्न सिकाएको छ म पैसा पठाउँछु कहाँ कुन स्कुलमा भर्ना गर्न आउँछु मैले भनेर भन्दाखेरि लोकेसन नदिने भोलि गलत त म हुन्न नि यार गलत म हुन्न नि छोराछोरी त दुईजनाको अधिकार हुन्छ कि बाबुसँग बोल्न दिनुपर्छ छोराछोरी पनि म पनि त्यही भन्छु लागेको छैन हो त्यस्तो बिचरा उसको फुपू लाग्यो कि देविकालाई अघि दिदी मैले मेरो छोरासँग बोल्नु पर्यो भने फोन काटेर अफ गर्छ मेरै सिम लिएर गएर मेरै मोबाइल लिएर गएर मेरो छोरासँग मैले बोल्न नपाउनु पाउँछ त्यो त पाइन्छ फोन काटेर अफ गर्ने हो म उसलाई पनि भन्छु तँसँग म बोल्दिनँ होइन जे हुन्छ 1 वर्ष लाग्ला 2 वर्ष लाग्ला एक दिन त केस त सल्टिनै हाल्छ मैले यहाँ सुन त्यो काले भाइको त फोटो मैले घरमा कसैलाई पठाएको छैन तर देवकाले भने नि मैले कसै मेरो मोबाइलबाट मैले त्यो पनि टिकाको मोबाइलबाट सागरको मोबाइलबाट भेटाएको मलाई कसैले पठाएको होइन अब तिमीहरुकै पारिवारिक मैले सागरको मोबाइलबाट फोटो खिचेको म देविका एकछिनमा तान्छु भरत निकाल्छु र मात्र तान्छु तिमीले झगडा गर्छस् मलाई त्यो राम्रै लाग्दैन दाजु बहिनी नगर है भरत निस्किला अब ल भाइ जा ल दिदी ल म गएँ ल जा भाइ जाओस् ल यो आइज देविकै बोल्ला पो मुख छाड नबोल है दाइयो चाहिँ छोड्दै मुद्दा अदालतसम्म पुगिसकेको कुरा हो अब मुख छाड्न होइन के अर्जुन दाजुलाई पठाएको होइन भनेर भनौँ मम्मीले चाहिँ कहाँबाट देखे त त्यसो भए त्यो बिचारी बुढीले चाहिँ आमाले त्यही त गाउँमा पठाएछ त्यो फोटो चाहिँ गाउँमा यसरी योसँग कोहीसँग सम्बन्ध नराख यो मबाट अलग भइसक्यो यस्तो यस्तो गरेर हिँड्छ भनेर गाउँमा त फोटो कसरी पुग्यो भरतले पठाएको भनिराखन् हावा पनि झुट पनि कम्ता बोल्ने होइन यार दिदी आमाले झुट बोल्छ बिचरा बुढी मान्छेलाई तनार्ने भगवान कसम आमालाई थर्काउँछ यसले नथर्का पाल्नु पर्दैन तैँले होइन आमालाई चाहिँ नथर्का सिधै कुरा मैले भनिदिएको छु मैले न तिमीले खाना देखाऊ न लाउन देखाऊ न एउटा हस्पिटल उपचार गर्न करेन्ट लगाएर ल्याउँदा त एउटा आमालाई लत्याएका मान्छे न 1 रुपियाँ गरे खाऊ आमालाई गाली नगर फोन गरेर फेरि मैले भनिदिएँ म आमा र छोरालाई म बाँचिन्जेसम्म म बाँचिन्जेल आमा बाँच्छिन् नभए आमा मरेपछि म पनि आमासँगै मर्छु म मरे भने आमा नि मर्छ नि हेर्दै बस्न यति ग्यारेन्टी दिन्छु आमालाई चाहिँ गाली गरेर नथर्का मैले भने भनेर तैँले कसलाई पठाएको थिइस् मम्मीलाई कसले देखायो मम्मीलाई कसले देखाउँछ त बुढी मान्छेलाई म झगडा गर्दिनँ दिदी म त छोडेको तिमीहरू चाहिन्छ कि दाजु भोलि चाहिन्छ लेडिजको बेला यस्तै हुन्छ कि नगर होइन भन्नुहुन्न होइन मैले त यस्तो के यस्तो अब त बिरामी छ प्रेसर हाई छ माया लाग्छ नि दिदी धेरै नबोल्नु उहाँ भाइ नबोल्नु भनिरहेछ होइन क्या सानो भाइ अर्जुन दाइलाई फोन गरेर सोध कान्छा अर्जुन दाइलाई फोन गरेर सोध त पठाएको हो केही नभनेर ल अर्जुन दाजुलाई सोध ल अन्दाले सोध्नु अनि मलाई यहाँ फोटो त मलाई पनि आएको थियो त्यो तल गेडा झुन्डेको हो देविका त्यो एडिट त लाइभमै बसेर काले भाइले देखाएको हो क्या त्यो त एडिट गरेको फोटो त्यो त लाटाले पनि एडिट गरेको त्यो गुला यो अब अहिले लास्टमा यो बेस्या ऊ आइछ टिका यो बेसी आइछ फेरि यो बुढो मरेको 15 दिनमा बिहा गर्ने बेसी आइछ जडिनी आइछ सागरको घर बिगारेर सागरको घर बिगारेर बिचारा रोडमा आएर यहाँ छ कि छैन
यस्तो कुरा नगर्नु के अरे सागरको घरमा ल गर्दिन कान्छ गर्दिन सागरको बुढी बिजोग भएर हिँडे राडी जडिनी कुरालाई मिलिस भाउसँग मिली भाउसँग बेसरी मिल्थे नि त्यही हो क्या दिदी पहिला टिका भनेको ए दिदीले चिनेकै रहन्छन् त्यो पहिला सावित्राको आइडी भएको सेम आइडी भएको राजकोटी भन्ने राजकोटी होइन हो अर्को टिका ए बुझिन मैले सरी है म त के भने मुख मात्र एपरमा आउँछ के भने दिदी बहिनी हामी भन्थ्यौँ होइन यो सबै चाङ भाङ पर्दा 3 वर्ष अगाडि भयो टिका हो क्या टिका यहाँ भरतको एकचोटि भरतले बुझ्नु भनेर मलाई टिका चिनिन होस् म सोध्दिन पनि भयो चिन्दिन अहिले आइछ यो बिगार्नलाई ए उसँग छ अरे त्यो सबै रेकर्डहरू उसँग छ अरे त्यो टिका भन्ने झतौरी जडिने बिहानदेखि जाँड खान्छे अनि बिचरा त्यो सागरको बुढी अर्काको पोइलिएर बसिन्छ 15 दिन भएको थिएन बुढो मरेको 15 दिनमा सागरसँग बिहा गरिसकेपछि अहिले त्यो सागरको बुढी र छोरा बाटो रोडमा खान फुर्ती गर्छ जडिनी अहिले कहानी त कता जता पनि कहानी छ त यो टिका भन्ने सबले चिन्छन् टिकटकमा होइन त गाइस हुनुहुन्छ टिका भन्ने चिन्नुहुन्छ भन्दै थियो नि मैले चिन्छु सबैले चिन्छ टिका भन्ने चिन्छन् त्यो हो के भाउजूसँग मिली होइन म छु तेरो लागि म छु के अरे ए भनेर त्यो गर्ने अहिले हेर्न त सबैले चिन्छन् ऊ सबै चिन्दो रहेछ ए भगवान दिदी बहिनी भन्थ्यो अरे म पनि चिन्छु आइडी टिका हो रे सबै थाहा रहेछ ए दिदीले पनि नहेरेर रहेछ त्यसो भए मैले नभेटेको होला पक्न म अब खोजेर चिन्छु नि त आइडी पठाइदिए है म अहिले चाहिँ माथि भाउजू देखेर आएको माम त माया लाग्छ नभए यो कहिले त आउँदैन मेरो आउँदैन नि म पनि त्यति जान्न यसको यो आउँदैन यसको भाउजू देखेर आएको के हो म भाउजू देखेर आएको अनि मैले पनि तानिदिएको कुरा होस् न त भनेर त्यति पर्सनल कुरा नहुँदो रहेछ कि अब फोन गरेर त्यो उठाएन रे त्यही भन्न आगी होला यो म पनि चिन्छु आफ्नो कुरा आफै गर्छ हो आफ्नो कुरा आफै गर्छ हो आफै क्षमा भन्ने केटी हो के दिदी क्षमा मलाई क्षमा भन्छ अरे तेरो बाजे तपाईँले नि चिन्नुहुन्छ मलाई क्षमा भन्छ अरे तेरो बाजे बुढो मरेको 15 दिनमा बिहा गरेर जडिने अहिले त भाउजूलाई पो दोषी बनाइछ है मर्न सकेकीले अरे मलाई क्षमा भन्छ अरे तपाईँसँग बोले क्या बोलेको छ अस्ति बोलेको क्या यो लाइभमा आएर उसको विषयमा बोलेको होइन मिनेको बसेमा तपाईँ पनि फोटो राख्दा देवी यसो हेरौँ नराख फेरि तँलाई उल्टो खेच्छ फोटो राख्ने होइन तपाईँले टिका भनेर सर्च गर्नु त अर्को मोबाइल छ भने टिका के छ आइडीको नाम के छ भन त हेरौँ मैले चिनिन के हुन त मलाई आवश्यकता त छैन तपाईँले भनिहाल्यो सबैले टिका के हो र छ्यामा हो घर नजिकै हो भन्दै थियो त अस्ति तपाईँले मजाले चिन्नु भएको छ केही बडा सिस्टर अनि नानाले चिन्नुहुन्छ म चिन्छु है टिका के छ टिका के छ टिका नि त टिकै छ नेपालीमा छ इङ्ग्लिसमै हो भरानको पो हो रे त सानीमा भन्दै थियो अरे हजुरसँग भएको थियो वास्तवमा भन्ने हो भने यो घर फटाल्नलाई धेरैले कोसिस गरिरहेको छ दीपिका सिसहरूको है अब बोलेको छ भरतसँग भिडियो बनाएको छ नाना रे भरतसँग भरतले साली मेरो साथी भनेर हाले खान त्यही हो ल हाले खान भिडियो हेर्नु न ल म हेर्छु त्यही हो अनि मेन्सन गरेको छ त्यो आइडी गरेर हेर्नु जानु त्यही हो ल ए ल म हेर्छु भाइ त मेरो साथी भन्ने भिडियो हालेको छ मेरो साथी ए यो टिका
मलाई त ब्लक गरेको रहेछ। अनि अहिले त अनि भाउजूसँग छैन नि त, भाउजूले भएर त्यही भएर कुरा लाएर उता बोला गए। यस्तो पो छ त, यही हो आइडी हो यही हो ल तपाईँलाई बोला गए। के भन्नु यो जाठी फेरि मेरो घर छेउको भन्थ्यो अरे छ्यामा भन्छ अरे मलाई त भन्नु किन ब्लक गरेको फेरि बित्थामा छ्या हो त्यही हो साथी हो। कसम भोलि साबित गरिन भने यसलाई ठोक्छु मैले। अर्को आइडीबाट हेर्छु ल। मलाई त ब्लक गरेछ छ्या बिचरा के ब्लक गर्न पर्यो यो विषयमा त म केही भन्दिनँ साँच्ची भने यिनीहरूको यो पारिवारिक कुरामा अहिले केही भन्दिनँ कि म त्यो चाहिँ राम्रो लाग्दैन। भाउजूसँग गएर बस्यो कि क्या 1 महिना गएर बस्यो। ठोक्ने ठाउँमा मात्रै हो कि म पनि अत्याचार विचार गरेर ठोक्छु कि म नभए म त्यस्तो गर्दिनँ कि म ब्लक गरेकी रहेछ सब ब्लक रहेछ सबमा ब्लक यार छैन रापै ल टिका एट्रिक 2081 आइडी यसमा त झन् नाम निशाना छैन। मलाई पनि ब्लक गरेको हेरेको छैन मैले। ब्लक गर्ने रहेछ टिकाले मलाई छ्याला अरे धरानको अरे घर नजिकै पो अरे त तारपेरीमा चाहिँ दसैँमा आउँदैछु केटी भेट्नुपर्छ बित्थामा भएर देवी केको झगडामा तरम गाउँले थुक्का जिन्दगी आइडी पेन छ अरे हो केटी होइन अरे ब्लक गरेको आइडी ब्यान्ड छ अरे ए ल ए उसको साथी अरे ठिकै छ साथी हुन पाइयो ब्लक गरे। ए मलाई त दिदी बहिनी पो भन्थ्यो अरे जाठीले किन ब्लक गरेको धरानको भरतकोमा गएर हेर्नु न हेरे त नि भित्र छिर्नै पाइन सबै ब्लक गरेर मुन्टी छे ऊ रहेछ मलाई अलिअलि याद चाहिँ भयो। अब यही यसैले ठोक्छ उसले देविकालाई थाहा भएन अरू चाहिँ मैले गर्छु त्यसलाई पढ्नु न यसको सबै डिटेल छ मसँग। बिचारा पोइ मरेर 15 दिन पैसा पाउँछु भनेर कुदेकै छोरी रहेछ उता मर्नेको त केटाको पोइ पनि कतिवटा बनायो फेरि अनि मलाई पनि त्यही डाइलग देलान दिन त होइन म चाहिँ त्यस्तो पर्दिनँ 15 दिनमै पोइ मरेको 15 दिनमा बिहा गर्ने चाहिँ होइन 15 दिन भएको छैन बिहा गर्ने नछोड्ला टिकालाई म त छोड्दिनँ त्यसलाई त मरे नि छोड्दिनँ यदि देखिन्छ बिहा गरेको गरेछ त नि टिकाले अरे टिका त ब्युटी बजे छ त भरतले मेन्सन गरेको भिडियो बनाएको छ अरे हेरेँ मैले उनीहरू पनि साथी होला भरतले हेला गर्थे भाउजूसँग मिले कि 1 महिना भाउजू कहाँ बसी भन्छ यो दिदी पनि औडै कराउँदो रहेछ के भन्नु त हौ तेरो बाराजुहरूलाई के भन्नु त काठमाडौँमा बसेको सँगै घरमा भाउजूकै रुममा आएर 1 महिना बसेर घिचेर अनि त्यही भाउजूको रुममा सागर भन्नेसँग भेटेर बिहा गरेकी बुढा मरेको 15 दिन भएको थियो बिहानदेखि टिल जाँड खानी अनि त्यही सागर भन्नेसँग बिहा गरिन्छ क्या त्यही भरतको साथीसँग साथीको पनि बिचारा छोरो छ स्कुलमा बुढी स्कुल पेप्सी कोला खरे चोकमा टिचर हो सोध्नु सागर थापाको बुढी को हो भनेर जानुहोस् होला प्लिज होइन पेप्सी कोलामा बस्ने टिचर गान्धी स्कुलको टिचर गान्धी कुन स्कुलको टिचर हो अहिले बुढोले जडिने बोकेर हिँडेको छ सबै थाहा छ देवी के तँ ठिक पारे उता तेरेतिर ल मैले यसलाई मेरो भाउजूको पुरो पुऱ्याइ नि यसलाई मैले पढ्नु न यसलाई कहाँ पुऱ्याउँछु भन्ने कुरा मलाई थाहा छ तर म के गर्छु भन्ने कुरा मलाई थाहा छ। साली भेना भनेर हाल्थ्यो त पहिला टिकटक होइन अरे बुढीलाई डिभोर्स दिन पाउने योजना छालाकै होला उसले अब कसैले लाँदैन भनेर कोही थाहा होइन टिका लुक्स स्विट एज जस्तो छ ब्युटिफुल छ त अरे कुन चाहिँ रहेछ यो बिहानदेखि त्यो भोला र बिहानदेखि त भोला अनि त्यहाँबाट रक्सी नभए बाँच्न सक्दिनँ